म चाहिँ राति नै लोडिङको लागि भन्ने आएको थियो आउँदाखेरि लोडिङ पोइन्ट जाने ठाउँमा चाहिँ दुईटा पोल ढलेर चाहिँ बाटो बन्द भएर चाहिँ होइन नारायण साथीहरू सबैजनालाई पोलको हालत चाहिँ एकदम नाजुको थियो यस्तो छ पोलका यहाँ चाहिँ होइन अगाडि चाहिँ पोल ढले क्या अब दुईटा पोल ढले दुईटा पोल ढलेपछि बाटो चाहिँ बन्द छ के गर्ने त्यसलाई अब है गाडी चाहिँ काम लाने हो पोलको हालत चाहिँ यस्तो भएर छ अब अरूले होइन कालो तार र नाङ्गो तार चाहिँ दुइटै ढलेर छ होइन अब कालो तार मात्रै भए पनि अब यसो उठाएर पन्छाएर अथवा टेकेर जान मिल्थ्यो अब यो त नाङ्गो तार पनि छ कसरी जाने भने कन्फ्युज छु अब सोचिरहेको छु अब गाडी यताबाट जान्छ कि भन्ने चाहिँ आशा छ यताबाट छ जानलाई होइन अब यताबाट चाहिँ गाडी जान्छ कि जान्ने भन्ने कुरा टिपर चाहिँ अघि चाहिँ गयो टिपर गएको ठाउँमा यो हाम्रो ट्रक चाहिँ प्रायः जस्तो बस्छ क्या जहाँ पनि चिप्लिन्छ नि त त्यही भएर जान्छु जाँदैन कन्फ्युजमा छु यसो हेर्दाखेरि झ्याङ भयो भने दब जस्तो भयो भने त दब्दैन चाहिँ टिपर चाहिँ हिँड्नु हुने रहेछ बाटो हेर्दा त ठिक छ बगर हो तर दबेको चाहिँ छैन रहेछ आउँछ आउँदा चाहिँ ट्राई गर्नु पऱ्यो होइन ट्राई इट कोसिस गर्ने बालेको हातमै हो त भन्छन् होइन अब एकचोटि म गाडी चाहिँ जस लिएर आउँछु के हुन्छ अब हाइटले अब छोएन भने त अब छिरिहाल्छ होइन अब हाइटको प्रब्लम भयो क्या माथि हुडा छोयो भने चाहिँ अब झ्याउने हुन्छ त्यो सोचिरहेको छु अब के हुन्छ म गाडी चाहिँ लिएर आउँछु हेर्नु है त अन्तिमसम्म दाँत ब्रस गरेर मुख सुधोएर गाडीभित्र आएर यसो गाडी पढाउनु हुन्छ अगाडि चाहिँ भगवान्लाई देवतालाई पूजा गरी सम्झी जय गणेश जय गणेश देवा त्यो टिफर आ देखेर मलाई पनि एकदम सजिलो भयो त्यो टिफर आउँदा दब्बेन र माथि पनि छुँदैन त्यो टिफर माथि तारा छोएपछि मलाई पनि आनन्द भयो किनभने तब मेरो गाडी नै हाइटी नै हुन्छ अब एक्लै छु नि त खलासी छैन गाडी लोड हुँदैन नि त बाटो थाहा छैन नि त गाडी फस्यो भने त्यो हुन्छ राति 1 बजीतिर त आइपुग्यो म पनि त्यही भएर बिहान चाँडै लोड गर्नुपर्छ भनेर म पनि सरासर काठमाडौँबाट आएर त्यही वासो सुत्छु भनेर सरासर आएको तर बाटोको कारणले चाहिँ म त्यही खोलामै सुत्नु परेको थियो गाडी त्यहाँबाट छिर्या भएर नि एकदम खुसी नै थियो मन मेरो होइन मेरो गाडीमा चाहिँ यही हो लोड हुने सामानहरू चाहिँ अस्ति चिनी बोक्दाखेरि तिरपाल चाहिँ 3टा ल्याएको थिएँ मैले लगाएको थिएँ 2टा तिरपाल चाहिँ खोलिदिएँ दाइहरूले पनि सहयोग गर्नुभएको थियो मलाई तिरपाल खोल्नलाई एक्लै गाह्रो हुने भएर दाइहरू पनि आइदिनु भयो तिरपाल खोल्नलाई तिरपाल पटाउनु सहयोग गरिदिनु भयो र तिरपाल पटाएर चाहिँ मैले चाहिँ त्यो अब जेसिबीमा हालेर जेसिबीलाई डाइरेक्ट माथि हालिदिनु भनेर जेसिबीले माथि हाल्दा एकदम सजिलो भयो मलाई यो अस्तिको चिनी अहिले पनि छ र यो चाहिँ म अब माटो हो होइन माटो भन्दा नि बाला हो खानेपानीलाई युज हुने यो चाहिँ मैले काठमाडौँ लिएर आउने हो हाम्रो चाहिँ यो अल नेपालै जान्छ होइन यसलाई चाहिँ पानी फिल्टर गर्ने हो यसले चाहिँ होइन यसको काम चाहिँ खङ्गारको सानो पेलुम छोटेर पेलुमबाट आवाज आइरहेको थियो अब दाइ नभएको कारणले मैले चाहिँ आफैले बिल बनाउनु पर्छ जहिले पनि मैले आफैले बिल बनाउँछु गरेर दाइलाई पट्टा हाल्नु भयो दाइले झन्डै खुट्टा भाँच्छ कस्तो कमेडी पाराले पट्टा हालेँ तिरपाल ट्रिप चाहिँ मेरो काठमाडौँको थियो बिहान 3 बजी पुग्नु पर्ने थियो म चाहिँ लोड गर्दा गर्दै 10 बजिरहेको थियो बाटोको कारणले गर्दा चाहिँ लोडिङ चाहिँ अलिक ढिलो नै भयो यस्तै रहेछ साथीहरू ड्राइभर जिन्दगी पनि गाह्रै छ खाने पानी भर्छु बोरिङको यो चाहिँ एकदम मिनी वाटर भन्दा मिठो छ है यो पानी चाहिँ सबै काम भ्याएर म चाहिँ आफ्नो गन्तव्यतिर लागि सबैले माया गरिदिनु मलाई मेरो यस्तै मिनी ब्लगहरूको लागि सब्सक्राइब फलो गरिदिनु मेरो आइडीलाई हस्त धन्यवाद नमस्ते